आई थिंक 125 सीसी को वान अफ द मोस्ट स्पोर्टी बाइक नै यही होला हो। म कुरा गर्न गइरहेको छु नन अदर देन हिरो एक्सट्रिम 125R को बारेमा। हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल मोटरडेक नेपाल। अलमोस्ट 1 इयर्स पछि दिस टाइप्स अफ कन्टेन्ट लिएर उपस्थित भइसकेका छौँ। फर्स्ट अफ अल यो बाइकको पावर एन्ड पर्फर्मेन्सको कुरा गर्ने हो भने यो बाइकमा 124.7 सीसी को सिंगल सिलिन्डर एयर कुल्ड 2V5 स्पिडको इन्जिन दिएको छ, जसले म्याक्स पावर 11.4 बिएचपी जेनेरेट गर्न सक्छ भने 10.5 एनएम को म्याक्सिमम टर्क जेनेरेट गर्न सक्दछ। टप स्पिडको कुरा गर्ने हो भने कम्पनीको अनुसार 100 kmph रहेको छ, बट मैले युट्युबमा चेक गर्दाखेरि भिडियो चाहिँ 119 सम्म इजिली नै पुगिरहेको देख्न सकिन्छ। ब्रेक एन्ड व्हीलको कुरा गर्दाखेरि फ्रन्टमा 240 mm को डिस्क ब्रेक र रेयरमा 160 mm को ड्रम ब्रेक दिएको छ भने फ्रन्टमा 90/90 र रेयरमा 120/80 को व्हील दिएको छ। सस्पेन्सनको कुरा गर्दा फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रेयरमा मोनोसक्स दिएको छ। यसले चाहिँ स्पोर्ट डिजाइनलाई प्रिफरेन्स गर्दछ है। अनि डाइमेन्सनको कुरा गर्दाखेरि कर्ब वेट 136 केजी रहेको छ र सिट हाइट 794 mm रहेको छ। अनि ग्राउन्ड क्लियरेन्स चाहिँ 180 mm रहेको छ। अनि एलसिडी मोनिटर डिस्प्ले दिएको छ विथ ब्लुटुथ कनेक्टिभिटी। मेन फिचर चाहिँ यिनी नै हुन्। लास्टमा प्राइस चाहिँ बेस भेरिएन्टको चाहिँ 2,98,900 रहेको छ भने टप भेरिएन्टको 2 लाख होइन 3,25,900 रहेको छ। द्याट्स इट गाइज फर टुडे भिडियोज। इफ लाइक आवर भिडियोज डु सब्सक्राइब आवर च्यानल। थ्याङ्क यू।